हेलो गुड आफ्टरनुन सम्पूर्ण मेरा फेसबुक मित्रहरूमा साँझ पखको यो अन्धेरी रातमा चम्किरहेका अनेकौं परिकारका लाइटहरू यहाँ लाइटहरूको साथ सम्झना सम्पूर्ण सुम्पिँदै मेरा र मेरा मनका टुक्रा आदरणीय गणेश ससुरा र त्यसै गरी मेरो प्यारो भाइ मेरो प्यारो साडो भाइ वीरेन्द्र साई र मनोज साई समथिङ मेरो घर परिवार इष्टमित्र दाजुभाइ सम्पूर्णलाई यसै भिडियो मार्फत भेटघाट गर्न पाउँदा खुसी लागेको छ र अब केही दिनपछि मेरो पर्सनल फेसबुकमा हाल्नेछु। म बस्ने राजीव गान्धीदेखि यता म काम गर्ने शाखानगरसम्म 2 किलोमिटर पैदल यता आरपार गर्नुपर्ने हुन्छ। त्यसले गर्दा अब म धेरै दिन लगभग 1 महिना जति भयो म यता हिँड्न लागेको र धेरै दिन मलाई भिडियो बनाउने मन त खासै केही लागेको थिएन। खै आज अचानक भिडियो बनाउन मन लाग्यो, त्यसैले भिडियो पनि बनाइहालेँ र तपाईँहरूलाई पनि पोस्ट गर्न मन लागेको छ, गर्छु। अब प्रतिक्रिया पोजिटिभ या नेगेटिभ त त्यो भइ नै रहन्छन्। त्यसैले गर्दा के भन्नुहुन्छ भन्दाखेरि एकदमै सुन्दर वातावरण, एकदमै हैन यहाँ कुनै पनि त्यस्तो छैन क्या जति बाहिरहरूमा यहाँ बेङ्गलोरको बारेमा गलत प्रचार भइरहेको छ त्योभन्दा ठ्याक्कै विपरीत छ र यहाँ त्योभन्दा ठ्याक्कै पोजिटिभ छ। बेङ्गलोर एउटा एकदमै शिक्षित एरिया हो, शिक्षित सहर, शिक्षित सिटी हो। त्यसैले कोही आउनुहुन्छ भने आउनुहोस्, 2-4 वर्ष यतै रहौँला, त्यसपछि नेपालमा आइ गरेर नेपालमा तमासा गरौँला, समय सधैँ चिन्ता नगरौँ। ओके बाइ, अल अफ यु।